ल सबैजनालाई नमस्ते। अहिले चाहिँ हामी यो सेतो चौतारामा छौँ र यो यता उँधो चाहिँ थप्लोजीको सदरमुकाम फुङलिङबाट जान्छ भने यता चाहिँ सुकेटारी एयरपोर्ट जान्छ र यता चाहिँ चारपाटे ढुङ्गा बुद्धको प्रतिमा राखेको ठाउँ हुन्छ। हामी यताबाट हामी अब चारपाटे ढुङ्गा जाँदैछौँ। अब ढुङ्गा त ठुलो नि हो है, कसको हाइट त कति छ हौ? यताबाट ठुलो देखिन्छ त। ल यहाँ माथि यो ढुङ्गा चारपाटे ढुङ्गा हो। यो ढुङ्गाको माथि टपमा चाहिँ बुद्धको प्रतिमा राखिएको छ र अब हामी चाहिँ माथि टुप्पा यताबाट घुमेर माथि जाँदैछौँ। हेर्नुहोस् है, यस्तो विशाल ढुङ्गा छ। ल सबैजनालाई साझा नमस्ते। आज मिति 2083 साउन 13 दिन चाहिँ यो फुङलिङ नगरपालिका वार्ड नम्बर 8 स्थित चारपाटे ढुङ्गाको चाहिँ मूर्ति उद्घाटन कार्यक्रम रहेको हुँदा आज यहाँ उद्घाटन कार्यक्रमको लागि चाहिँ यहाँ विभिन्न तयारी गरिरहेको छ। लामा गुरुहरूबाट रमाइलो पाठ पूजाहरू भइरहेको छ। के अरे इन्द्र सर, केटीहरूले बाढी हाल्छ दिनु नि। को भन्छ यहाँ छ? यहाँ सबैजना अतिथिहरू पनि आइसक्नु भएको छ। यहाँ फुङलिङ नगरपालिका वार्ड नम्बर 6 का अध्यक्ष मदन गुरुङ, त्यस्तै 3 नम्बर वार्ड अध्यक्ष मोहन नेपाली, त्यस्तै जिल्ला समन्वय श्री लिङ्किन्जु, पूर्व फुङलिङ नगरपालिका तारा भट्टराई, त्यस्तै कृषि तथा औद्योगिक मन्त्री कोशी प्रदेशका माननीय फगनसिंह हेम्ब्रमज्यू हुनुहुन्छ भने पूर्व स्वास्थ्य मन्त्री कोशी प्रदेशका निर्मला तावालिङ हुनुहुन्छ। त्यस्तै 8 नम्बर वार्ड अध्यक्ष क्षितिज सिंहार, त्यस्तै फुङलिङ नगरपालिका उपप्रमुख भीमा देवी ओझाजी हुनुहुन्छ यहाँनिर। त्यस्तै पूर्व वार्ड अध्यक्ष 8 नम्बरका पदम पालिङजी हुनुहुन्छ। त्यस्तै यहाँबाट सम्पूर्ण गाउँवासी आमा बुवाहरू सबैजना हुनुहुन्छ। देख्न सक्नुहुन्छ ल यहाँ हजुरबाहरू हुनुहुन्छ, काकाहरू हुनुहुन्छ। यहाँ हाम्रा लिङमा छोकेलिङ गुम्बाका महासचिव गङ्गाराम गुरुङज्यू अथवा तमिल चौधरी जिल्ला कार्य समिति ताप्लेजुङका अध्यक्ष गङ्गाराम गुरुङज्यू हुनुहुन्छ। यहाँनिर हाम्रा गुरुङनी दिदीबहिनीहरू चारपाटे ढुङ्गा माथि सबैजना यसरी बस्नु भएको छ। त्यही भेला भएर तपाईँले देखिराख्नु भएको चाहिँ सुन्दर गाउँ चारपाटे गाउँ। शान्ति भूमि अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल। बहु जाति भाषा धर्म संस्कृति छन् विशाल। अग्रगामी राष्ट्र हाम्रो जय जय नेपाल।
धन्यवाद। र यस पछाडि हाम्रो